गर तेरो आइरन गर देखा नगर आइरन गर कसो गर्ने छिस् हिजो एकदम मोबाइल गरेको बदला क्या सधैँ ममा डिपेन्ड हुने त सधैँ ममा डिपेन्ड हुने लाइन गएको अवस्था गाइस आइरन गर्ने नयाँ निन्जा टेक्निक यसरी कुकरले कोहीले आइरन गर्नुभएको छ कि छैन गर्नुभएको छ भने हाजिर होमै अरू किन मतलबै छैन यता सुतिरहेको छु उठि कि मैले त तरकारी हेरौँला बनाएको छु अब तरकारीले अब आइरन गर्न छ तल लगा भइहाल्छ माथि देखिन्छ र देखिन्छ झन् खुम्दै छ अलि जोड्दा त न अलि जोड्दा त आइरन गर्ने कि निन्जा टेक्निक Cut car SE Iron Karnaki. Ninja Technique guys. खै दिदी खै तल रिसेटी रिसे कुहिएर गएर हैरान बाले 1 week later. के भयो आइरन गर्ने के भएर अस्ति जस्तै कुकरले आइरन लगाइदिनुहोस् अनि कुकरले कसरी लगाएको आइरन त्यही चेतेर अहिले गर्ला मैले फोन कसैलाई गरेको छैन मैले गर्ला छु के भन्छ अरे मैले टिकटक बनाउने अब तयारी गर्न छु गीत खोज्ने म तेरो भिडियो गराएको छैन क्या मैले भिडियो बनाएको छैन होइन आज त आइरन गर्न आएर चिज किन गर्न आयो भनेर क्या भन पछि हुन्न भनेर कस्तो पछि त हुन्न भनेर के हुन्छ र स्कुल जाने बेला लाइनको के हुन्छ आइरन चलेन भने के हुन्छ त केले जोडले भन् न कुकरले नै आइरन गर्छन् र ए कसरी हुन्छ कुकरले आइरन त्यसो भने आइरन बोले इलेक्ट्रिक पैसा बिल किन तिर्ने दिनदिनै कुकरले आइरन गरे हुन्न त्यो धुँ चाहिँ सहिलो हुन्छ किन त्यो त कस्तो राम्रो तातो भात पकाएको कुकर भात पनि पाक्यो आइरन पनि भयो अस्ति त लगाइरहेको थिएछ त आइरन के थियो अरे मजबुरी थियो के मजबुरी आइरन नलगाएको सर्ट लगाएर गयो हुन्न स्कुल किन मैले के भिडियो बनाएको छु त ठिक छ आइरन गर्न चाहिँ आउनु रहेछ नि अलिअलि भए पनि सिकेपछि सधैँ कति मैले मात्र लगाइदिने आइरन कस सर्ट हो फेरि अस्ति पहिला सुमिराको सर्ट आइरन गरिलिस् र अनि फेरि लाइन जाला नि हात छान्छ नि होला नि अस्ति के भयो अरे अलि जोडले बोल्न केही सुन्ने छैन क्या छाड्छु तँलाई पकडा छु र मैले चेतीमाया चेत्यौ त्योबाट बल्ल आइरन गर्न लाग्यो आज ल किप इट अप थ्याङ्क यू त भन् थ्याङ्क यू भन्नु न धोमाने अर्की डल्ली चाहिँ मोबाइलमा व्यस्त छ यो चाहिँ आज स्टाइल हेर न फर्स्ट आउनु भएको छ क्लासमा आइ एम भेरी ह्याप्पी अबाउट द्याट गरेर गइहाल्यो टका लगाएर आइरन ल भेरी गुड यस्तै गर्नलाई नि मैले अस्ति आइरन नगर्नुको कारण यही हो क्या आइरन किन अनि
पहिलो दिन बिदा दिन यस्तो आइरन गरे के हुन्छ आइरन नगर्ने बिदाभरि मोबाइल हेर्ने अनि स्कुल जाने बेला भयो अनि आइरन गर्न बस्ने अनि अस्ति लाइनले पनि क्या गर्यो आहा लाइन दिने मान्छेलाई त त्यो लाइन काट्ने त्यति बेला लाइन काट्ने मान्छेलाई त मेरो हृदयदेखि चप्पलले त्यो लाइन काट्ने मान्छेलाई त मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु त्यसलाई धन्यवाद त्यहाँ लाइन काट्ने दाजुले लाइन काट्नुभयो जसले गर्दा आज मेरो छोरी बिदाको दिन बसेर आइरन गर्दैछु थ्याङ्क यू लाइन काट्ने दाइ तपाईँलाई धेरै धेरै धन्यवाद दिदी पनि हुनुहुन्छ ल दाजुभाइ तथा दिदी बहिनीहरू जसले लाइन काट्नुभयो त्यहाँलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे छोडेन आइरन गर्न जानेर चाहिँ खुसी लाग्यो कति बडी मात्रै घटिने ल गुड भेरी गुड जब